हेलो गाइस, आज हामी चाइनाको धुपीबारीमा मकै खाँदैछौँ। हेर्नु है, मकै सेलरोटी फापरको रोटी। चाइनामा चाहिँ यो धुपीहरू यस्तो हुँदो रहेछ। ल है, यता अब हामी बोटिङ गर्छौँ। अहिले एकछिनमा तपाईँहरूलाई देखाउँछौँ कस्तो हुँदो रहेछ। यहाँ हेर्नु है, धुपी चाहिँ यो भन्दा ठुलो हुँदैन रहेछ यहाँ भन्दा। अनि अब यो चाहिँ तपाईँहरूलाई म देखाउँछु। यो मैले के भन्छ बोटिङ कम्पनी खोलेको छु यहाँ। आज कतिको चल्दैछ भनेर यहाँ म यसो भिजिटको लागि आएको। राम्रै हुँदो रहेछ, राम्रै आम्दानी होला जस्तो छ मलाई। घाटामा छैन कम्पनी। उता चाहिँ बोटिङ पार्टीहरू उहाँ हुनुहुन्छ, पर हुनुहुन्छ। धुपी चाहिँ सानो सानो मात्र रोक्छ यहाँ चाहिँ। ल हेर्नुहोस् है, धुपीहरू सानो सानो धुपीहरू। बोटिङ तल चलिरहेछ। बोटिङ खेतीहरू यतिको चल्यो भने पैसा आउँछ।